1 मिनेट मात्र खर्च गरेर तपाईले आफ्नो फेसबुक इन्स्टाग्रामको लागि एनिभर्सरीको लागि यस्तोवाला डिजाइन बनाउन सक्नुहुन्छ, मुभीको पोस्टर जस्तो। यसको लागि के गर्ने म तपाईहरुलाई सिकाउँछु है त। सबभन्दा सुरुमा तपाईले जानु पर्यो अनेपाली.com मा है। अनेपाली.com मा गइसकेपछि तपाई कहाँ पुग्नुहुन्छ भन्दाखेरि यो पेजमा पुग्नुहुन्छ। डिजाइन इन स्न्यापमा थिच्नुस्। यहाँ गइसकेपछि एनिभर्सरीमा थिच्नु है। एनिभर्सरीमा थिच्नुस्। यहाँ गएर तपाईले टेम्प्लेटहरु भेट्नुहुन्छ। अहिलेलाई यो वाला युज गर्छौं हामी। सबभन्दा सुरुमा हामीले यहाँनेरि फोटो चेन्ज गर्न पर्ने हुन्छ। यो फेड वाला लेयर माथि आइरहेको छ। म यसलाई चाहिँ नि लक गरिदिन्छु। यहाँ जान्छु म तल गएर चाहिँ यो लक गरिदिन्छु किनभने हामीलाई त्यो चाहिएको छैन। मलाई फोटो वाला लेयर मात्रै चाहिएको छ। फोटो सेलेक्ट भएको छ। रिप्लेस बटन आयो है। यहाँ रिप्लेस क्लिक गर्छु म। यो गरिसकेपछि अब फोटो छान्छु। अहिलेलाई के गरौँ त भन्दाखेरि हामीले हाम्रो फोटो छानौँ यहाँबाट। ल यही वाला छानौँ न त है। सो यो वाला छानौँ हामी। टाउको काट्यो। अब यो टाउको काटिँदाखेरि त के गर्ने भन्दाखेरि यो त हामीलाई चित्त बुझ्दो भएन है। सो यसलाई अलिकति तल सार्न सकिन्छ हामीले। अनि यति गरेर यो मिल्यो है त। सो यति भयो। यो गरिसकेपछि हामीले नाम चेन्ज गर्नुपर्ने हुन्छ। यहाँनेरि नाम चेन्ज गरौँ। अञ्जली हैन। ल के यसलाई यो अब धेरै सानो हुँदाखेरि चाहिँ तपाईले दुई तरिकाले गर्न मिल्छ है। यसलाई हल्का जुम इन गरेर गर्न पनि मिल्यो अथवा यही क्लिक गर्नुभयो यहाँनेरि एडिट बटन पनि छ। यसलाई क्लिक गरे नि हुन्छ। स्वस्तिमा अनि यतापट्टि चाहिँ एडिट माइक बटनमा थिचेर बोल्न मिल्छ है। निश्चल अनि यहाँ मुनिको मेसेज छ। यो अलि लामो वाला मेसेज छ। यसलाई पनि तपाईहरुले त्यसै गरी एडिट गरेर आफ्नो मेसेज लेख्न सक्नुहुन्छ। अनि लास्टमा यहाँ डाउनलोड बटन थिच्नुहोस्। माथिको रातो बटन अनि तपाईको इमेज जेनेरेट हुन्छ। यहाँबाट डाउनलोड पीएनजी गर्नुहोस्। अनि यति गरिसकेपछि तपाईको फाइल डाउनलोड भयो। जतापट्टि शेयर गर्दा नि भयो है त। ओके बाइ।